सबैले आफ्नो साथ जाने भयो भनेको भाइ बहिनीहरू आफ्नो देशको जय भन्दा पनि अप्ठ्यारो मान्नुपर्छ र आजको यस आत्महत्या न्यूनीकरण तथा रोकथाम अनुशिक्षण कार्यक्रमका अध्यक्षता गरेर लैजानु भएका आदरणीय भिपराज्यू, त्यसै गरी यसै क्याम्पसका प्रमुखज्यू सुरेश मानन्दज्यू, त्यसै गरी विभिन्न सामुदायिक केन्द्रका अध्यक्षज्यूहरू, यहाँ अध्यापनमा संलग्न रहनुभएका प्रशिक्षकवर्ग, गुरुवर्ग लगायत हाम्रो प्रहरी कर्मचारी, अन्य सामुदायिक सेवा केन्द्रबाट पाल्नुभएका पदाधिकारीज्यूहरू र सम्पूर्ण उपस्थित बहिनीहरू, विशेष गरी आज हामी यो कार्यक्रम किन सञ्चालन गर्दैछौँ भन्ने पनि अलिकति म बुझ्न जरुरी छ भन्ने लाग्छ। तपाईँहरूले प्रहरीले खालि गस्ती गरेको, त्यस पछाडि झैझगडा हुँदाखेरि प्रहरीले बोलाएको, त्यस पछाडि मान्छे समातेको, हत्कडी लगाएको, त्यसपछि अदालतमा त्यसलाई चाहिँ कानुनी कठघरामा उभ्याएको, अनुसन्धान गरेको, भिड नियन्त्रण, हुल दङ्गा अशान्ति हुँदाखेरि लाठी अन्य अस्वभाव जे प्रोटेक्टिभ इक्विपमेन्ट लगाएर गएको, लाठी हानेको मात्र देख्दाखेरि यहाँलाई कस्तो भावना जागृत हुन्छ होला भने प्रहरीको काम भनेको मान्छे कुट्ने, थुन्ने, दुःख दिने, टर्चर दिने, यो प्रहरी जन्मेकै यसैको लागि मात्रै हो। नसँग योसँग इमोसन छ, न योसँग फिलिङ छ, न योसँग दया छ, यो एकदम कठोर छ र यो सम्भवतः उसको परि यस धरतीको प्राणी पनि होइन, यो अन्यत्र ग्रहबाट ल्याइएको, यसका इमोसन त्यस पछाडि भावनाहरू केही हुँदैन भन्ने लाग्छ होला, होइन? लाग्छ, त्यही भएर मैले भनेको। तर यथार्थमा त्यस्तो होइन। प्रहरीमा भर्ती भएका जति पनि तपाईँका दिदी दाईहरू देख्नुहुन्छ, यही समाजबाट यसै गरी तपाईँहरू जस्तै स्कुलको युनिफर्म लगाएर पढेर त्यस पछाडि भ्याकेन्सी एनाउन्स हुँदाखेरि इच्छुक व्यक्तिहरूले त्यहाँ फर्म भरेर त्यसरी विभिन्न परीक्षाका चरणहरू पार गरेर नेपाल प्रहरीमा भर्ना भएको हो। त्यो स्वैच्छिक हो। त्यसकारण यही समाजको प्रोडक्ट हो र यही समाजको मानसिकता बोकेर प्रहरीमा गएको हुन्छ। त्यहाँ गएपछि केही तालिम र केही कठोर नियमहरू पालना गर्नुपर्ने अनुशासनले बाँधेको हुन्छ, फरक यति मात्रै हो। र त्यस पछाडि बाँकी गर्ने जुन तपाईँले देख्नु भएको छ, होइन, लाठीचार्ज गरेको, असुर ग्यास हानेको, मान्छेलाई पक्राउ गरेको, हत्कडी लगाएको, त्यो हाम्रो रहर हो त? होइन नि। कानुनले हामीलाई तँ यही गर भनेर हामीलाई चाहिँ यो बन्दी लगाएर त्यस पछाडि खटाएपछि हामी त हाम्रो कर्तव्य कुरा मात्रै गरेको हो। त्यस कारणले यो मौकामा यति जोडिहालेको छ किनभने प्रहरीले आफ्नो ड्युटी गर्दाखेरि पनि त्यसलाई नकारात्मक तरिकाले व्याख्या गर्ने, त्यसपछि घृणा फैलाउने, त्यसपछि सामाजिक सञ्जालहरूमा प्रहरीले गरेका 79वटा कामहरू चर्चा नभइदिने, तर एउटा प्रहरीको काहीँ मिस्टेक भएछ भने त्यसलाई चाहिँ अतिरञ्जित बनाएर तिनलाई पहाड बनाउने जुन ट्रेन्ड छ त्यसलाई हामी सबैले बुझ्नुपर्छ भन्ने लाग्छ। मानव हो, कहिलेकाहीँ मानवीय त्रुटि, मानवीय गुण त सबैको होइन। भनिन्छ नि भगवान् श्रीरामका पनि केही अद्भुत खुट्याउने समाज हो नि त हाम्रो। मर्यादा पुरुष पालाउँछौँ हामी, तर मर्यादा पुरुषको पनि त्रुटि खोज्ने समाज हो। त्यस कारणले यो 100% कोही नहुन सक्छ। सच्चिँदै जानुपर्छ, त्यसलाई राम्रो गर्दै जानुपर्छ र भाइ बहिनीहरूले यसै ढङ्गबाट प्रहरीले लिनुहुन्छ भन्ने मलाई विश्वास छ। आजको यस आत्महत्या रोकथाम तथा न्यूनीकरण कार्यक्रम हामीले किन राख्यौँ भन्दाखेरि 2072 सालको भूकम्पमा टोटल मानिस कति मृत्यु भएको थाहा छ? सबभन्दा ठुलो हाम्रो लस एउटा इन्सिडेन्टमा, एउटा डिजास्टरमा 11,000 समथिङ हो मृत्यु। मैले यो किन भनिराखेको छु भने 72 सालको भूकम्पमा त्यति ठुलो लसलाई हामी आज 1 दशक प्लस भइसक्दा पनि सम्झिराखेका छौँ, किनकि मानवीय तथा भौतिक क्षति अत्यन्त ठुलो भएको थियो। तर हरेक 2 वर्षमा प्रत्येक 2 वर्षमा 72 सालको भुइँचालोमा मृत्यु हुनेको सङ्ख्या बराबर आत्महत्याबाट मृत्यु भइरहेको छ। यो छायामा फैलिरहेको छ। प्रत्येक वर्ष औसत 7,000 मानिसले आत्महत्या गर्छ नेपालमा, औसत 7,000। विश्वभर औसत 7 देखि 8 लाख मान्छेले प्रति वर्ष आत्महत्या गर्छन् भने नेपालमा मात्रै 7,000ले गर्छन्। यो भनेको प्रत्येक दिन नेपालमा 19 देखि 20 जना मान्छेले आत्महत्या गरिरहेका छन्, होइन? र कास्कीको कुरा गर्ने भने प्रत्येक वर्ष 150 देखि 200 जना मान्छेले आत्महत्या गरिरहेका छन्।
100 देखि 200 जना मान्छे मात्रै आत्महत्या भएको छैन, उसँग आश्रित अर्को 5 जना 7 जनाको परिवार पनि जिउँदो लास बनेर बसेका छन्। सास त फेरिरहेका छन्, तर तिनीहरू पनि सँगसँगै मृत्यु भएको छ आत्महत्या गर्ने सँगसँगै। त्यस हिसाबले गर्दाखेरि हामीले यसलाई जति महत्त्व दिनुपर्ने थियो आत्महत्यालाई, त्यो महत्त्व दिन सकेका छैनौँ भन्ने मलाई लाग्छ। यत्रो 7,000 वार्षिक मानिसको मृत्यु भएको छ, कास्कीमा हाम्रो 150 देखि 200 जना मानिसको मृत्यु भएको छ प्रत्येक वर्ष भने यो सङ्ख्या अत्यन्तै भयावह हो। अनि आत्महत्यालाई यो किन क्लास राख्नु पर्यो र किन पढ्न जरुरी छ र भन्ने अर्थ पनि लाग्न सक्छ। सचेतना कसरी हुन्छ सचेतना भन्ने पनि लाग्न सक्छ। आत्महत्या रोकथामजन्य घटना हो। एक लाइनमा म भनिदिन्छु, आत्महत्या के हो अरे? रोकथामजन्य घटना हो। आत्महत्यालाई हामी रोकथाम गर्न सक्छौँ, न्यूनीकरण गर्न सक्छौँ। कसरी भन्ने कुरा आउँछ। आत्महत्या जहिले पनि मेन्टल हेल्थसँग जोडिएको हुन्छ। मेन्टल हेल्थको पहिचान नगरिदिनाले, परिवारका सदस्यले पहिचान नगरिदिनाले आत्महत्याको लेभलसम्म पुग्छ। समाजमा केही मिथ्या भनाइहरू पनि छन्, भाष्यहरू पनि स्थापित भएका छन्। आत्महत्या कसले गर्छ? गरिबले गर्छ। आत्महत्या कसले गर्छ? बेरोजगारले गर्छ। आत्महत्या कसले गर्छ? रोगले पीडामा थलिएको मान्छेले गर्छ। आत्महत्या कसले गर्छ? कमजोर मान्छेले गर्छ। यी सबै मैले जति पनि लाइन भने यी सबै गलत हो। संसारमा बिलियनियर मान्छेले पनि आत्महत्या गरेको छ। महिनाको 10 लाख रुपियाँ तलब खाने मान्छेले पनि आत्महत्या गरेको छ। र कुनै रोगको एउटा सिटामलको ट्याब्लेटसँग खाएको मान्छेले पनि आत्महत्या गरेको छ। किन गरेको छ त भन्दाखेरि जोडिन्छ कहाँ? मेन्टल हेल्थ, पारिवारिक केयर, समयमा त्यो मेन्टल हेल्थको उपचार नगरिदिनाले, हस्पिटल नलगिदिनाले, औषधि नियमित खाएको छ छैन भनेर जाँच नगरिदिनाले आत्महत्या घटना धेरै घटेका छन्। र विशेष गरी WHO ले धेरै रिसर्च गरेको छ, वर्ल्ड हेल्थ अर्गनाइजेसनहरूले, युएनको। हाम्रो नेपालमा त्यसको रिसर्च गर्ने छुट्टै संस्थाहरू त छैन, तर केही संस्थाहरू छन्। कोसिस नेपालहरू भन्नेहरू छ र अहिले पछिल्लो नेपाल सरकारहरूले पनि यो हाम्रो हेल्थ मिनिस्टर अन्तर्गत राखेर गरेको छ। विभिन्न ठाउँमा कोसिस गरेको छ। तर यसको डाटा कसले राख्ने भन्ने पनि अनुरोध छ। यो डाटा भनेको जुन डाटा मैले यहाँलाई सुनाएँ, यसको आधिकारिक डाटा अहिलेसम्म नेपाल प्रहरीसँग मात्रै मानिएको छ। नेपाल प्रहरीसँग चाहिँ कसरी मानियो भने नेपाल प्रहरीले अनिवार्य रूपमा आत्महत्या भएपछि गएर त्यसको मुचुलो गर्नुपर्ने र पोस्टमार्टम गर्नुपर्ने हुनाले नेपाल प्रहरीसँग आधिकारिक डाटा छ। तर नेपाल प्रहरीसँग के छैन भने त्यो मृत्युको कारण के हो भन्ने रिसर्च छैन। तर सोलो डोलोमा भन्नुपर्दाखेरि यो आत्महत्याको मेन रिजन भनेको डिप्रेसनको औषधि खाने मान्छेले लगभग एकचोटि आत्महत्याको एटेम्प्ट गर्छ। लगभग 100% त म भन्दिनँ, 80 देखि 90% मान्छेले डिप्रेसनको औषधि खाने मान्छेले आत्महत्याको प्रयास गर्छ। अब यो सचेतना किन आवश्यक पर्यो? यहीँबाट लिङ्केज हुन्छ। तपाईँको घरमा कसरी डिप्रेसनको औषधि खाँदै हुनुहुन्छ भने परिवारको सदस्यको दायित्व र कर्तव्य के भन्छ भने प्रत्येक दिन औषधि खाएको पनि छैन। औषधि टुट्यो भने सङ्गीतको मान्छेले कुनै पनि बेला आत्महत्या गर्छ। नम्बर 1। नम्बर 2, घरको सदस्यले कसैले निराश कुरा गर्छ, मर्ने कुरा गर्छ, पीडाको कुरा गर्छ, बारम्बार कुरा गर्छ, एटिट्युड बदल्यो, ऊ हिजो जस्तो चाहिँ त्यस्तो छैन, अब उसको स्वभाव बदल्यो, व्यक्तित्व बदल्यो भने बुझ्नुहोस् त्यो मान्छे आत्महत्याको तयारी गर्दैछ। त्यसलाई टाइममा ट्रिटमेन्ट गऱ्यो भने त्यो मान्छे बचाउन सकिन्छ। अर्को कुरो, अहिले सोसल मिडिया छ। सोसल मिडियामा कुनै पनि मान्छेले यो संसारबाट बिदा लिने मन लाग्यो अथवा मलाई पुग्यो अथवा दिक्क भयो भन्छ भने बुझ्नुहोस् त्यो मान्छे आत्महत्याको तयारी गर्दैछ। अर्को कुरो, संसारमा रिसर्च गरेर पत्ता लागेको चाहिँ के हो भने एकचोटि आत्महत्या प्रयास गरेको मान्छे कथन कदाचित उसलाई बचाउन सकियो र उपचार गरियो भने त्यो मान्छेले अर्को मृत्यु नहुँदैछ फेरि एकचोटि एटेम्प्ट गर्छ भन्ने छ दोहोऱ्याएर। र एकचोटि एटेम्प्ट गरिसकेको सदस्य घरमा छन् त्यो मान्छेलाई विशेष केयर चाहिन्छ। यी यस्ता कुराहरू भएको कारणले गर्दाखेरि यो सचेतना आवश्यक छ। आत्महत्या रोकथामजन्य घटना हो। हामी के भन्छौँ? मरेर त्यस्ता नामर्द मरेर केही हुँदैन। कर्म गरेर खान नसकेर आत्महत्या गरौँ भन्ने गलत भाष्य स्थापना गरिरहेका छौँ। त्यो गलत भाष्य हो। त्यसलाई हामीले उपचारको माध्यमबाट सही ठाउँमा ल्याउन सक्छौँ, जीवन रक्षा गर्न सक्छौँ, जीवन बचाउन सक्छौँ। र अर्को कुरो, अर्को सबभन्दा नराम्रो कुरा भनेको घरको परिवारको सदस्यसँग आत्महत्याको बारेमा कुरा गर्न हुँदैन। केटाकेटीको अगाडि आत्महत्याको बारेमा छलफल गर्न हुँदैन, ट्राई गर्न सक्छन् भन्ने पनि अर्को गलत भाष्य छ। त्यो पनि गलत। खुलेर कुरा गर्नुपर्छ।
मन खोलेर कुरा गर्नको लागि सबैले परिवारको सदस्यहरू बसेर कहिलेकाहीँ अहिले के भएको छ, जतिवटा घरका परिवारको सदस्य छन् त्यतिवटा हातमा मोबाइल हुन्छ। खाना खाँदा पनि हामी त्यो मोबाइल हेर्न छोड्दैनौँ। बैठक कोठामा बस्दाखेरि हामी एकाअर्कामा परिवारको सदस्य बोल्दैनौँ। सबै 5 जना सदस्य छ भने 5 जना मोबाइल चलाइरहेका हुन्छौँ। कसको मनमा के चलिरहेको छ, कसको दिमागमा के चलिरहेको छ, एउटा परिवारको सदस्यले अर्को परिवारको सदस्यको दिमाग र मनमा चलिरहेको कुरा खोल्दैन। त्यसले गर्दाखेरि मेरो घरको सदस्य मेन्टली बिरामी र डिप्रेसनमा जान सुरु भएको छ कि छैन भन्ने अर्को घरको सदस्यले थाहा पाउँदैन। सम्बन्ध बुढामा के छ हेर्नु। मैले एउटा बुवाले आत्महत्या गरेको हेरेको थिएँ। छोराको घरमा आलिसान बङ्गलामा, छोराको घरमा काठमाडौँमा आएर बाउ बस्नु भएको छ। बाउले 1 महिना अगाडिदेखि भित्तामा विभिन्न उसले आफ्नो पीडाहरू लेख्न थालेको छ, विदाईको पीडाहरू लेख्न थालेको छ। त्यो घरमा छोरा बुहारी श्रीमती कोही पनि प्रवेश गरेको छैन। प्रवेश गरेको त भित्तामा देखिन्छ उसले विदाईका चिठीहरू लेख्दै गरेर 1 महिनादेखि लेखेको छ उसले हरेक दिन। त्यस्ता कुराहरू हामीले हेर्दैनौँ। यस्ता चिजहरू हेरेर बेलामा के भएको छ भनेर डक्टरमा लगेर उसलाई मेन्टल हेल्थको उपचार गरिदियो भने मान्छे बचाउन सकिन्छ। त्यसै कारणले यस्ता सचेतनाहरू राख्नुपर्छ। आत्महत्या घटाउनको लागि आत्महत्या नामर्दले गर्ने होइन, आत्महत्या दुःखी गरिबले गर्ने होइन। आत्महत्या भनेको मानसिक रोगसँग जोडिएको समस्या हो। मानसिक रोगको ट्रिटमेन्ट गरियो भने आत्महत्या रोकथाम गर्न सकिन्छ, न्यूनीकरण गर्न सकिन्छ भन्ने उद्देश्य र ध्येयका साथ यो कार्यक्रम राखेको हो। त्यस कारणले यहाँहरूले कम्तीमा यति सचेतना बोकेर घरमा जानुभयो भने घरका सदस्य टोल छिमेकमा त्यस्ता मान्छे पहिचान गर्यो भने, देखियो भने उपचारमा लानको लागि यहाँले सुझाव दिन सक्नुहुन्छ, उपचारमा लानको लागि संलग्न हुन सक्नुहुनेछ। र अर्को कुरो आफू पनि स्वयं गरेकै भित्रिनु भनिन्छ। अहिले यति कुरा गर्दै गर्दाखेरि मलाई लाग्छ यत्रो हलमा यत्रो बहिनीहरू छन्। अनि त्यसपछि मैले लुकाएर ढक मानेर नभनिरहनु पर्ने कुरा पनि छैन। तपाईँहरूको पनि अहिलेको जुन यो एज छ, यो एजमा यहाँलाई पनि धेरैचोटि यस्तो विचार आइसक्नु हुनसक्छ। कतिजनालाई मर्ने कुरा दिमागमा आउने, मर्ने कि क्या दिक्क लाग्यो भन्ने। एक त यहाँहरू हर्मोन चेन्जको अवस्थामा पनि हुनुहुन्छ, फिलिङहरूको एकदम उतार चढाव भइरहेको हुन्छ र यस्तो बेला पनि आउन सक्छ। यदि यहाँलाई निराश भयो, मर्नमा लाग्यो भने त्यो लुकाएर राख्ने होइन। तुरुन्तै घरको अभिभावकलाई भन्यो, अभिभावक म एकचोटि मेन्टलको डक्टरमा जानुपर्छ कि, काउन्सिलिङ लिनुपर्छ कि, औषधि खानुपर्छ कि भनेर दुःखका साथ भन्ने हो। हाम्रो लुकाउने चलन छ। त्यसो गरियो भने आफू पनि बच्न सकिन्छ र अरूलाई पनि बचाउन सकिन्छ। नभए भित्रभित्र गुम्सेर राखियो, मानसिक रोगले गाँचिसक्यो, कसैले भनेको छैन, औषधि खाएको छैन भने यसको भिक्टिम आफू पनि हुन सकिन्छ। त्यसमा आफू पनि बच्न, परिवारका सदस्य बचाउन र अन्य समाजका मान्छेहरूलाई पनि बचाउनको लागि यो युथ क्लास एकदमै जरुरी छ। र हामीले गर्नुपर्ने कुरा गऱ्यो भनेदेखि हामी समाजमा कुनै एउटा परिवारको अभिभावक गयो भने उसँग आश्रित कतिजना बालबच्चाहरू हुन्छन्, श्रीमतीहरू हुन्छन्, सबैको विचारले हुन्छ। ऊ एक्लै मर्दैन। मैले पनि भने परिवारको अन्य सदस्यहरूलाई पनि जुटी मारेर जान्छ। त्यस कारण हामीले यस्ता कार्यक्रमहरू राख्न सक्नुपर्छ। सबैभन्दा ठुलो सपोर्ट भनेको यस्तो बचाउनको लागि फ्यामिली सपोर्टै हो। फ्यामिलीको सपोर्ट भयो भने हामीले एउटा मेन्टल हेल्थमा डुबेको मान्छेलाई ट्रिटमेन्ट गरेर, उपचार गरेर, काउन्सिलिङ गराएर उसलाई बचाउन सकिन्छ। त्यस कारण हामी समाजको मान्छेको धेरै ठुलो रोल छ। त्यसलाई जति सचेतना हामीले फैलाउनु पर्ने आत्महत्याको लागि, त्यति हाम्रो सरकारवाला निकायले ध्यान पुगेको छैन। त्यस कारणले हामी प्रहरी, अघि मैले भने यो प्रोएक्टिभ पुलिसिङ र रिएक्टिभ पुलिसिङ भन्ने चलन छ हाम्रो। रिएक्टिभ पुलिसिङ भनेको घटना घटिसकेपछि त्यसलाई रेस्पोन्स गरेर गर्नुपर्ने के कानुनी कुराहरू त्यो गर्ने। यो हामीले भनेको प्रोएक्टिभ पुलिसिङ हो, सकेसम्म घट्नै घट्न नदिने। त्यसो गर्दाखेरि घटनामा न्यूनीकरण गर्न सकिन्छ कि भन्ने उद्देश्यले हामी यस्ता कार्यक्रमहरू सञ्चालन गर्छौँ। विशेष गरी हामी समुदायको लागि साझेदारी कार्यक्रम गर्छौँ। यहाँले सामुदायिक सेवा केन्द्र भन्ने सुन्नुभयो। उहाँहरू व्यापक रूपमा यस्तै विद्युतीय विसङ्गति घटाउन, घटना रोकथाम गर्नको लागि सचेतनामूलक कार्यक्रमहरू गर्ने गर्नुहुन्छ र कन्टिन्यू गर्नुभएको छ। विशेष गरी म आज हाम्रो सामुदायिक सेवा केन्द्र धन्यवाद पनि भन्न चाहन्छु। र लास्टमा जाँदा जाँदै यही समस्यासँग सम्बन्धित रहेर अब्दुल जे कलाम भन्ने भारतका चर्चित वैज्ञानिक, भारतका पूर्व राष्ट्रपति, अहिले उहाँ स्वर्गीय भइसक्नुभयो। उहाँले एउटा भन्नुभएको कोट्स, अल बर्ड्स फाइन्ड सेल्टर ड्युरिङ अ रेन बट इगल एभोइड्स रेन बाई फ्लाइङ एबभ द क्लाउड भन्नुभएको छ। पानी पर्न थाल्यो भने अरू चराहरू के गर्छ, अब समस्या आयो भनेर कहाँनिर गुड्छ भन्दै खोज्दै जान्छ भने इगल भन्ने चरा हुन्छ नि, त्यो माथि सबभन्दा माथि उसले चाहिँ यो समस्याभन्दा म दूर रहेर समस्याभन्दा माथि गएर हेर्छु भनेर ऊ चाहिँ पानी परेको त्यो बादलभन्दा माथि गएर बस्न खोज्छ अरे। त्यसै कारण प्रोब्लम्स आर कमन, तर त्यसलाई ह्यान्डलिङ गर्ने तरिका फरक फरक मात्रै हो। सबैको समस्या छन्। यो संसारमा समस्या नभएको मान्छे कोही छैन। त्यसलाई कसरी ह्यान्डलिङ गर्ने र कसरी डिल गर्ने भन्ने व्यक्तिगत व्यवस्थापन
र एटिच्युड र उसको कलामा भर पर्ने कुरा हो भन्ने राख्दै बिदा हुने अनुमति चाहन्छु। धन्यवाद। जय नेपाल।